हेलो गाइस, यो चाहिँ मानेको सब्जी हो। माने टिप्न गइरहेको छु म। यसको सब्जी बनाउनु एकदम मिठो हुन्छ। यो कतिले दुध माने पनि भन्छ, तर यहाँतिरको छैन यो। अनि यसलाई मजाले निकालेर यसरी सफा गरेर धुनुपर्छ। अनि यो चाहिँ सानो सानो टमाटरसँग मिठो हुन्छ। अनि यसले मजाले यसको छिल्का उतार्नुपर्छ। यसले हल्का चिलाउँछ पनि हात। एकदम होसियारले केलाउनुपर्छ। सानो सानो टुक्रा टुक्रा पार्नुपर्छ यसलाई केलाएर। यो चाहिँ अलरेडी केलाइसकेँ आधी मैले। अनि यसमा लसुन, अदुवा, टमाटर, ठुलो टमाटर, सानो टमाटर जति सक्दो यसलाई अमिलो ज्यादा लाउनुपर्छ। जति तपाईँले बेसी लाउनु भयो नि त्यति राम्रो। अलरेडी काटिसकेको छु मैले, तपाईँले ग्रेट गर्दा पनि हुन्छ। अनि मैले यहाँ पकाउन आँटेँ। यसलाई चाहिँ एकदम हल्का फ्लेममा नडढाइकन मजाले पकाउनुपर्छ, एकदम लतक्कै पारेर। एकदम सानो फ्लेममा, ज्यादा कुछ यसलाई पेस्टहरू मसलाहरू हाल्नु पर्दैन। यसलाई सिम्पल तरिकाले यसमा चाहिँ तपाईँले कुटी सिकुराहरू खानुहुन्छ भने मजाले फ्राई गरेर हाल्दा पनि हुन्छ माथिबाट। यसरी मैले अलरेडी पेस्ट बनाइसकेँ। यो चाहिँ बहुत मिठो हुन्छ। यो बहुत यसलाई होसियारले नडढाइकन पानीहरू पनि हल्का हाल्नुपर्छ हो। अनि मिठो हुन्छ, ऐनोहा टेस्टी हुन्छ। थ्याङ्क यू।